कुनै व्यक्तिको देहान्त भयो भने धेरैले त्यो 11 नहुँदै पूर्ण नहुँदै 13 दिन नहुँदै सपनामा देखिनु भयो केही अपुग भएर हो कि भन्ने धेरै डराउनुहुन्छ कि। जबकि त्यो त स्वतः सपनामा देखिने कुरा हो। जबकि हिजोसम्म जुन व्यक्ति जिउँदै हुनुहुन्थ्यो, जुन व्यक्तिसम्म हिजोसम्म हाँस्यो खेल्यो बस्यो जे भयो भयो, ती व्यक्तिलाई हामीले दाह संस्कार गरेर त्यागेको बल्ल 1 दिन 2 दिन 3 दिन भएको छ। घरमा पनि उहाँकै फोटो छ, कुरा पनि उहाँकै छ, दिनभरि कर्म पनि उहाँकै लागि गरिएको छ भइरहेछ भनेपछि उहाँ सपनामा आउनु कुनै पनि त्यहाँ ठुलो कुरा होइन कि। यो कुरामा चाहिँ धेरै डराउनुहुन्छ कि पितृ सपनामा आउनुभयो भन्ने कुरामा चाहिँ अरू बेला पनि पितृ सपनामा आउँदा अलि धेरै डराउने व्यक्तिको एउटा उ छ, स्वभाव छ। वास्तवमा पितृहरू भोलि श्राद्ध हो, आज 1 छाके छ भने स्वतः त्यो 1 छाके छ भनिन्छ, अब कपाल खौरिन्छ, नियम गरिन्छ, सपनामा आउन सक्नुहुन्छ। श्राद्धको दिन सपनामा आउन सक्नुहुन्छ। श्राद्धको दिन केही नपुगेर आउनुभयो कि भन्न पर्ने त्यही केही पनि छैन। आफूले मनले त्यही कुरा विचार गरिरहेको बेलामा पितृहरू चाहिँ सपनामा आएर दर्शन दिन त्यो स्वतः मिल्यो। अकस्मात सम्झिँदै नसम्झिएको बेला, कुनै तत्प्रतिको कुनै पनि घटना नभएको बेला 81 पितृ आएर केही माग्नुभयो भने बल्ल ओहो यस्तो चाहिएछ भन्ने दिने पनि त्यो पनि चिन्ता भएन, त्यसमा सोच्न पर्ने केही छैन। तर कस्तो भने पितृ सपनामा आउँदैमा डराउनु पर्ने केही पनि हुँदैन।